क्यों भाग गए आप? हाँ लेकिन ये साला कर क्या रहा है यहाँ पे? आपको लेकिन ये क्या हो साला गया? कर क्या चक्कर रहा है आ यहाँ गया? पे? आपको चक्कर आ गया? हामी चाहिँ हेरेको हेरे 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 पानी नहीं निस्क्यो हेरेको हेरे हामी चाहिँ हेरेको हेरे हामी आज दुकान खुल्ला हो यस्तो छ त हजुर आज दुकान खुल्ला हो आज दोकान खोलेर बसेको यार 2-3 दिनदेखि यसो कामै चलेन बिजोग भयो त्यही भएर आज दोकान गजब बेइज्जती। खोलेर यसो तपाईँको समस्याहरू चल्दै चलेर यहाँ यार कसैले एउटा फुल हान्न तयार भयो भने त्यही भएर दोकान खोलेर बसेको यसो के बिक्री हुन्छ कि भनेर के बिग्रिन्छ हेलो कि रे जनता सबैजनालाई ढोक गरे है ढोक दिया ढोक गोप त पर ढोक्नु पर्यो के होइन सबैले गोप्टा पर ढोक्नु पर्यो भनेन् केटाहरू खुब हेरौँला भन्यो होला आँखा च्याट च्याट हेरौँला भन्यो होला खुबै केटाहरू ए मेरा बा के जस्तो दुनो भैँसी जस्तो आइमा यार सरी यार बेबी के छ हाल खबर बेबी रे हेर्नुहोस् है बेबीले दुध खान्छ कुन अमुल अमुल बटर अमुल बेबी भनेको बच्चा हो किन भन्नुहोस् हो बच्चा दुध खान्छ कि नै खान्छ ठुलो बेबीले पनि खान्छ सिम्पल यार खम भनेर सिम्पल यार सानो बेबीले पनि खान्छ ठुलो बेबीले पनि खुवाउँछ त्यसपछि सानो बेबीलाई पनि खुवाउँछ अब ठुलोले कसरी खान्छ ठुलोले पनि खान्छ नि तर तरिकाले खान्छ नि त तरिका मात्रै फरक हो खाना चाहिँ खान्छ सबैको कसैले देख्नु भएको छ कोही हात उठाउनुहोस् त कसैले यदि खाएको छैन भने कि म खाँदैन भनेर भन्नुहोस् त धर्म थापा वेलकम ब्याक त्यो बिना गेम खेल्न अधुरो छ के दुनियाँ आउनु गेम खेल्नुहोस् तरिका मात्रै फरक हो यदि मैले जिते भने त पुसअप गर्ने उता पर गर है फुल पुसअप फ्रेममा गर्दा त यहाँ मेरो त पादै आउँछ होला त्यत्रो मोटो गजब मान्छे बेइज्जती। Guys, keep double tapping. Come on, guys. सारे मिलके टैप 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 कर दे तो खतरा. गाइस टप 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 ले खान्थे रे हे भगवान यहाँ लाइन लाग्या छ के खानेलाई. तपाईँ मात्र कुन दुनियाँमा के रबिनजी तपाईँ कुन दुनियाँमा बेबी हैन हामीले पनि खान्छौँ तर त्यसरी बाहिरी मान्छेको त खान्न भो हाम्रो घरमै श्रीमती छ नि खाना त खाने हुने रहेछ नि तपाईँ हैन सृष्टिकर्ताले खानको लागि आफ्नै श्रीमती देखाएको छन् बाहिर बाहिर किन डुल्ने हामी अनि सानो बेबीले मात्र खान्छ भने हैन बेबी तुलाले पनि अनि नराम्रो कुरो के छ गाइज नराम्रो कुरो के छ गाइज फ्यामिली सो भनेर यत्राको फ्यामिली सो अब हो त गाइज नेचुरली सबै हरेक श्रीमान श्रीमती हरेक होस् भनेर त बिहा गर्छ मान्छेले सृष्टिकर्ताले जोडी जुटाएको हुन्छ आफ्नो बाहिर 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 पो डुल्न भने आफ्नो श्रीमानसँग त के भएर गाइज नराम्रो कुरो के वाट बिग डिल गाइज खम नजानु पर्ने कुरो केही छैन गाइज यार सही यार गाइज भगवानले दिएको चिज भो त आउँदाखेरि त नाङ्गे आएको थियौँ हामीले अहिले पो ढाकेर हामी ए यहाँ त्यसो भए लाइभमा नाङ्गे बस यार नबस्ने गाइज प्लिज डबल टका जोके कति हजार पनि छन् 10K के गाइज जल्दी गाइज 10K मा गाइज कमालको सिन देख्न जा रहे हो 10,000 स्कोर लिन गाइज वाह क्या सीन है भन्ने बेला आउँछ यहाँ ओके कम ऑन लेट्स गो माय टीम गाइज लेट्स गो माय टीम ओके गाइज 10K गाइज कम ऑन ट्रिपल 4 जम्प अप 4 मा गाइज कम ऑन रवीन जी तपाईँको फिश लवर किधर गया फिश लवर फिश लवर आपका फिश लवर गिफ्टर अघिसम्म यही हुनुहुन्थ्यो के रे माछै हान्ने महाकासम्म यार यस्तो मन पर्ने फिश लवर माछै माछो हान्ने महाकासम्म याकथुम्बा निराजन जी वेलकम याकथुम्बा कान्छी गाइस तीनजना तीन फुल हान्नु गाइस ट्रिपल ल गाइस 10K स्कोर लिम त गाइस उतापट्टिकोला पुसअप गर्नु पर्छ मेरा मित्र अमे केटा इमेजिन कर केटा कसम मजा आएगा ओए मजा आएगा
गाइस कम ऑन ट्रिपल लेट्स गो कोही ठोक्दिन न यार कोही त ठोक्दिन गाइस कम ऑन ट्रिपल 10 के वी क्यान डू इट एक कोहीसँग बुस्टिङ भए फाल्दियो यार बोहरा याकथुम्बा कान्छी जुना लेट्स गो माय टिम 4000 भ्युअर भएर पनि हामी के हो यार गाइस यार 4000 स्कोर पुग्दैन यार के हो यार ट्रिपलमा पनि यार ये प्रभु ये क्या हुआ कलौटे पानी आ गया मेरा उधर देख के सारे बन्दा गरेर हिँड्रो है यार डबल ट्याप गरेर बन्दा हात लर्केर उतापट्टि हात गयो भन्छ केटाहरू थ्याक तेरी माटको बदमास केटाहरू थ्याक के हो हेलो 35 लेभल वेलकम ब्याक कम ऑन सबै जन्मेर ठोकम त ए कसैको नभए कति हल्ला यार कति हल्लाको छाडा पो हल्लाउँछ त छैन भने त के हल्लाउँछ नि बाबाले ए गाइस यार कसैले यार लैजाऊ पागलखाना यार तपाईँ त के गुन्डा बन्ने हो तपाईँको त कहाँ सबै सेलायो त सबजना जाडोमा हात जेलको अन्डर हालेर बसेछ तपाईँको मान्छेहरूको सब खल्टीमा हात हालेर बसेर हुन्छ जाडो भएर भन्नुहोस् तातो तातो आलु हातमा यस्तो रगरग गर्नुहोस् अनि त्यसपछि हात त्यहाँ डबल ट्याप हान्नुहोस् एउटा माछा मछली प्ले गर्न भन्नुहोस् अनि त्यसपछि हात हाल्नु भन्नुहोस् आफ्नो खल्टीमा सब खल्टीमा हात हालेर बसेर इहि गरेर बसेका छन् तपाईँको मान्छेहरू गाइस लास्ट एपो गाइस आलु पोलेर खानुपर्छ त्यहाँ अलिकति जोस गाइस 30 सेकेन्डमा बुझ्छु प्लिज लास्ट एपो गाइस यार गाइस लास्ट एपो गाइस प्लिज सब कुरो बिन्दास जी खुसी भइरहेछ नि हाम्रो टपमा हुनुको राजहरु पेलो प्लिज हेलो कोदे नेवर वेलकम ब्याक कोदे नेवर जाडो महिना भयो भन्दैमा दुईटै हात खल्टीमा झिकेर बसेका छन् यहाँ मोराहरू मोराहरू सबैले डबल ट्याप मेरो भ्युअर किन घट्यो भनेको त उतापट्टिको हटनेस देखेर उतापट्टिको धेरै त गर्मी देखेर मेरो केटाहरू बाथरुमतिर भागे क्या यार किन मेरोमा डबल ट्याप आने भनेको त हात लर्केर उतापट्टि डबल ट्यापको भन्छ केटाहरू ए बदमास घरमा बुढी हुँदा त अर्कालाई हेर्छ केटाहरू यार बदमास रहेछ केटा बदमास यार खै त 10K बेबी त्यसरी दोकान खुल्दा गर्दैपछि दोकान हेरेर बस्ने के त स्कोर हेर्ने स्कोर हेर्नु पर्यो नि त बेबी स्कोर हेर्नु पर्यो नि त हो त एउटा बुस्टिङ पनि पर्दैन म अभागीलाई इ मेरो भाग्य आएको रे तपाईको उताबाट आएर सबै यहाँ हाँस्न आएको छ अनि त्यसरी पसल थाल्दैपछि आउँछ त अनि ग्राहकहरू झिको भन्या त हो गाइस तिमीहरूलाई दुईटा हात खल्टीबाट झिक भनेको हो अनि उता यदि मैले ल मेरो 10K आयो भने मेरो 10 मैले गर्छु त कति बोली कि छाया त यार Women. एउटाको फेल देखे त लास्ट यदि मेरो 10K स्कोर आयो भने के हुन्छ भन्नु ल यदि तपाईको 10K स्कोर आएन भने त मा कसम के खेला त 4000 मान्छे भ्युज भयो तपाईको 10K हुँदैन भने त के भन्ने त यार मा कसम 1 सेकेन्डको टाइम लिनुहोस् भन्नुहोस् सबैजनालाई हातबाट खल्टीबाट हात झिक्न भन्नुहोस् यस्तो रग पार्न भन्नुहोस् तातो हुन्छ अनि त्यसपछि कहाँ छ गिफ्टिङमा गएर ट्याक्क गरेर फेरि खल्टीमा हात गर्नु भन्नुहोस् फाटेको खल्टीबाट फेरि कतै अर्कै पुग्ने होला नि अलि होसियार हुन भन्नुहोस् जानुहोस् फाटेको खल्टीबाट अन्त पुग्यो अझै पनि हुन सक्छ आजकल जाडो महिनामा जस्तो पायो त्यस्तो लुगा लगाइदिएर आउँछ मान्छेहरूले फाटे साटेको धेरै चल्छ आजकल ओपन हार्ट वेलकम टु माई लाइफ ओपन हार्ट आमा तपाईँको ओपन हार्ट मेरो पनि ओपनै हार्ट छ प्लिज कम अन बेबी विन मी वन डान्स बेबी ओपन हार्ट विन मी वन डान्स बेबी गाइस दोस्त सुन्नु पर्यो गाइस आयो है आयो हल्लाउँदै ए आइडीको नाम पनि के हो र आयो हल्लाउँदै रे ए अम्फु ब्रो यार अम्फु ब्रो बिजोक छ यार बिजोक सबले अब आइडीको नाम पनि आयो यो हल्लाउँदै हेर्ला तेरीमा टक छातीमा भलिबल टाँसेर आहान यार उतापट्टिको एकजनाका यत्रो 3500 भ्युअरलाई च्यालेन्ज दिएको छ गाइस लेट्स गो यार गाइस
छ्या कसले के गनायो भन्छ यार पहिला यहाँ डबल ट्याप गर न यतिकै गनायो भन्न पाउँछ यार ए यार गाइस पुसअप गराउँछु के मेरा मित्रहरू पेलाउ त पेलाउ छ्या यहाँ गनाउने साथीहरू पनि आएछन् छिटो छिटो गर न हो डबल ट्याप त्यत्रो त भइसके पनि हुन्न भनेर अनुरोध गर्छु अरे को के भन्छ केटाहरू यार बौला हा केटाहरू तट अಯ್ಯ त्यत्रो त भइसक्यो नि हुन्न रे गाइस सबै मिलेर अरे गाइस यहाँ त सटर त तान्ने भन्छ सटर अलि पनि तल तान्ने भन्छ नि थ्याङ्क यू निरञ्जन जी गाइस गाइस गाइस, सबै दसवटा। ट्याप ट्याप गरौँ त यार गाइस, पुरा दसवटा, हामी please। त यार सब गाइस 10 गाइस 10 गाइस ओके गाइस थ्याङ्क गाइस हामी सक्छ गाइस हामीसँग जिम्मेवारी यति सानो उमेरमा यत्रो जिम्मेवारी बोकेर हिँड्ने मान्छे पनि देखेँ हैन हेलो नुवाउ रुहुआ रुहुआ लेट्स गो माय टीम गाइस कम ऑन ट्रिपल go come on push up we are going to see the push up guys come on guys let's go guys boosting triple yes thank you so much yakthumba kanchi congratulations 27 level thank you guys यसपालि पुश अप गरौँ guys यसपालि पुश अप गरौँ ओके guys focus the game we can do it guys focus the game yakthumba kanchi यो मलाई यसपालि आउँछ सोल्टिना पुश अप गर्नको लागि रेडी हो ल ए लाफाले ठोकेछ यार मलाई माको सम मलाई ठोको लाफा लाफा तिम्रो के बिगार्दिया थे पापा लाफा लाफा के बिगार्दिया थे के हो यो है आमा यो काको गुबारा ए yakthumba कहाँको गुवाला गाइस भेट्छ गाइस प्लिज गाइस एकपटक सबले गाइस 3300 भ्यू रे गाइस नन डबल गर्नु गाइस 1 मिनेट छ मेरा मित्र गाइस भक्कर 10k पुग्छ ल गाइस 10k स्कोर इज नट बिग डिल गाइस कम ऑन 3400 भ्यूअर मा गाइस यार आमा भक्कर पुग्छ गाइस एकपटक सबले गाइस यु ओन द पावर कम ऑन गाइस 10k वी आर लिने गाइस भलिबल हेर्ने गाइस आज फुटबल हेर्ने फुटबल हेलो धर्म थापा वेलकम ब्याक किङ guys come on 10k we can do it man wait and see guys कसैले पनि बुस्टिङ हान गाइस बुस्टिङ हान ल बुस्टिङ बिना पुरा हुन्छ यो बुस्टिङ बिना पुरा हुन्छ गाइस कम on let's go guys come on guys बुस्टिङ बिना पुरा गर्नु पर्छ गाइस फोकटा किन बुस्टिङ खेरा फाल्ने आज फोकटा किन बुस्टिङ खेरा फाल्ने गाइस पुग्यो 10k उताकोला अब सोल्टिनाले अब पुश अप गर्छ ल अब सोल्टिनाको पुश अप गर्न हेर्न मजा लाग्छ गाइस गाइस बास्केटबल होला अरे को यो गाइस यस पसल खुल्ला दुकानदार वाली भिटामिन जी के रे भिटामिन जी रे भिटामिन यहाँ त कति भिटामिनको जरुरत अब पर्छ फेरि यसरी ढाके यार अनि यहाँ पनिसमेन्ट गर्दाखेरि त मैले यसो हल्ल्यो अन्त अनि टिकटकले त मलाई ह्यापी बर्थडे भनिदिइहाल्छ त्यही हल्ले के हेर्नको लागि मान्छेले गिफ्टिङ गरे हुन्छ तपाईँले त्यही ढाकिदिनु भयो अनि यत्राको हुन्छ अब यार अनि तपाईँले त्यो गर्यो भने यहाँ मेरो रोटी रोजीमा त अनि ह्यापी बर्थडे लाग्छ त बेबी उताको त्यही हल्लेको हेर्न यार यसरी दोकान बन्द गरेपछि त गाइस मेरो भ्युअर त भाग्छ त अनि यार सुरुमा दोकान यसरी मान्छे तान्नी अहिले दोकान बन्द गरेपछि त सबै भाग्छ अनि त्यही हेर्नको लागि त्यही हल्लेको हेर्नको लागि मलाई गिफ्टिङ गरे पनि हुन सक्छ साथीहरूले त्यही बन्द गरेपछि यत्रा यार खराब भयो यार कति बेला त्यो हेर्न डबल टप गरेर थियो केटाहरूले मजा हाने त्यहाँ हलुवा बालुवा भयो गाइस यार ए फ्यामिली सो हो त है कस्तो भुलेको च्याट बेबी फ्यामिली सो हजुर पनिसमेन्ट भन्नुहोस् त तपाईँ पुसअप गर्नुहोस् 3 पनिसमेन्ट तपाईँलाई बिहा गरेपछि पनि 3टा बुढा भन्नुहुन्छ होला यार सुखरातको दिनमा यार एउटा फिक्स दुईटा पार्ट टाइम पार्ट टाइम रे ल त्यसो भए जम्पिङ हात माथि गर्ने मजाले उफ्रिनु लु खुट्टा माथि कति टाइम हाउ मच टाइम 12 पटक अनि अरु एउटा लास्ट 3 अप्सन बेबी 3 अप्सन
धोका पार्ट भयो टाइममा हामीलाई पनि सम्पर्क गर्नु होला अरे कसले हो पार्ट टाइममा खै थाहा डान्स दिएको डान्स टाइममा डान्स आउँछ डान्स part डान्स time मा। मिस्टर के वेलकम ब्याक ब्रदर किङ इज हियर रबिन हजुर डान्स which song ओके प्ले गर्नु कुन सङ हो उलाला उलाला ल प्ले गर्नु म फेविकॉल से एक कब तक नाचोगी भाई ये मेरा बा फिल्म को ट्रॉली बेबी सङ प्ले गर्नु न बेबी रे के बच्चामा के यु आर माइ के कपडा के लफडा हो यो हैन यो कपडा के लफडा हो ए मेरा बा भित्रको पुरै देखिने के खाल कपडा हो यो ए मेरा बा यो कपडा की भेन्टिलेसन हो यो उलाला ये मेरा बा अंगड़ाइयां लेती हूँ मैं जब जोर जोर से ओ बासु वेंटिलेशन वाली ओ बासु वेंटिलेशन वाली औरत गाइस कम ऑन ट्रिपल गाइस ए ट्रिपललाई पनि नचारे कि हामी हेर स्कर्पियनलाई पनि अर्को हेर्ने हो गाइस लेट्स गो के छ हौ सोल्टिना किन बसेको फेरि पनि फोन गर्न पर्ला छ सोल्टिना किन बसेको हौ फेरि दुकान खोल्दियो यार ए प्रभु Aujourd'hui aussi, c'est un autre साह्रै गर्मी भयो के हो सोल्टिना साह्रै गर्मी भयो कि जस्तो लाग्छ हौ सोल्टिना गाइज डान्स कस्तो लाग्यो भन छिटो सबैजना कमेन्ट गर्यो यहाँ डान्स देखेर कति मान्छेले कोमामा गयो कति मान्छे बाथरुममा गयो खै कता हो हैन हग्न पाउनु सबैको अधिकारको कुरा हो हग्न पायो बाथरुम गएर हग्ने होइन के कुरो अर्को छ यहाँ यार यस्तै दोकान देखाएपछि कसले हग्छ भाइ अरे बा वेलकम अरे बा कैसे हो यसरी पुरा भलिबल डाँसेर आऊ तिमीहरू अनि के गर्नु नेपालमा स्टेडियम छैन राम्रो त्यही भएर भलिबलको यहाँ ऊ बनाएको नि स्टेडियम जनान वेलकम केटाहरू डबल टप यता डबल टप गरेर भन्दाखेरि हात चिप्लेर उतापट्टि गयो भन्छ के गर्ने मैले हाँ जनान मैं बिल्कुल ठीक हूँ अरे बा बिल्कुल ठीक हूँ आपके हाँ डबल ट्याप यता गएर भन्दाखेरि हात चिप्लेर उतापट्टि गयो भन्छ के कहाँ जानु यहाँ डबल ट्याप भएको छैन सबैको आउँला जति सबै ये भगवानजीले बनाएर दिनु भएको के है भगवानले बनायो कि आफै बनायो खै गाइस फ्यामिली सो गाइस रिल्याक्स फ्यामिली सो फ्यामिलीको पनि सबैको छ क्या भन्न नसके मात्र त हुन् नि कसको छैन र सबैको छ सानो ठुलोमा मात्र फरक त हो नि ट्याटु देखेन रे अब तिम्रो ट्याटु देखाउने चक्करमा आफ्नो यहाँ 202 रुममा बसिरहेको छु म टाटु देखाउने चक्करमा 202 रुममा बसिरहेको रे ट्याटु देखाउँदै भन्दै चाहिँ यहाँ 202 रुममा बसिरहेको छु तपाईको यहाँ तपाईँको उफ्रेको हेर्न चाहन्छ भने तपाईँ उफ्रिनु पर्ने भयो उफ्रिँदा पनि यो त कडक छ खै के होला जस्तो त हात माथि राखेर उफ्रिने रे ल यसको राशि त उफ्रिनु पर्यो नि त अनि उफ्रिन्छु नि त बेबी बेबी ए हारिसक्या पो लौ कहाँ हामी स्कोर काठमाडौँ पुगिसक्यो तपाईँ मुक्लिनु अल्झेर बसेर हुन्छ म त कहाँ पो सुरुङमै अड्किरहेको जस्तो लाग्यो फेरि सटर बन्द गर्दा यार केटाहरूलाई यार हाम्रो बिचरा हाम्रो टप नभएको हाम्रो मेरो माया कम हाम्रो मिस्त्री के अरे सटर खुल्ला देखेर के किन हेर्न पाइन्छ भने गिफ्टिङ गर्नु मात्रै उताकोले पुरा सटर बन्द गरिदियो यार हेट यसरी सटर बन्द गरेर पाइन्न पो झुक्काएर सासू दिनका दिन साली माग्दा सासूले लकेटिन् भने मेरा बा यो कपडा साँच्चै यस्तै बजारमा पाइन्छ कि तिमीले काट्छौ घरमा दाउले यस्तै पाइन्छ हो पैसा मात्र तिर्नुपर्छ बेबी ल के गर्ने रे तिमीलाई जाडो हुन्न भन्नु त के गर्ने रे तपाईँलाई जाडो हुन्न
सबै तपाईँको त्यहाँको मान्छेहरू यस्तै खल्टीमा हात हालेर बसेको छ माएको छ नि यस्तरी अनि गोजो गोजो पाल परेको भए के समाज छ अब के थाहा त्यो त उनलाई कमेन्ट गर्नु भन्नुहोस् न त्यहाँ भनिहाल्छु रे उफ्रिने हातमाथि राखेर उफ्रिने आमा यो उफ्रौलेहरू पहिला गएर उहाँ बाथरुममा गएर आउँछ अनि अहिले उफ्रे भनेर तताउन खोजे मलाई वाह दीदी दीदी वाह दीदी दीदी वाह दीदी वाह दीदी के भइरहेको थियो यार के भइरहेको छ यार यो देखो के भइरहेको बाटो हिँड्दै गरेको मान्छेले के गरे यार यो के हो कसम झन्डै झुन्डै तलाउनै आएन यार है पड्केर के रे 12 चोटि भयो के पड्केन रे झन्डै यार यता उछिटिएर आएन तल भुइँमा खसेन खेल्ने अझै पनि हजुर अझै पनि खेल्न आउनुहोस् अब तपाईँ सिटअप गर्ने सेटअप यदि मैले जिते पनि तपाईँ सिटअप गर्ने सिटअप ल सुतेर सिटअप डान्स लाउने म्याच लगाऊ म्याच खै त नि सोल्टिना आए यहाँ दोकान खोल्नु परेन ए फेरि दोकान खोल्ने बन्द कहिले हुन्न हुन्छ नि हुन्छ यसको पनि टाइमिङ छ क्या अब तपाईँ सुतेर सिटअप गर्ने ल सिटअप सुतेर 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 यस्तरी सिटअप गर्ने ल हुन्छ नि कस्तो हो यो सुतेर सेटअप गर्ने फर्स्ट टाइम सुन्दैछु यार सुत्ने अनि यस्तो गर्ने ल ल फेरि दोकान खोल्नु यार सुतेर चाहिँ अर्कै सेटअप हो कि यार गाई झुक्का गाई यो धोका सबै धोका हो गाई यसरी दोकान खोलिदिन्छ नि केटा मान्छेले ए अनुसार हेर्न पाइन्छ भने गिफ्टिङ गर्छ लास्टमा पनिर गर्ने बेला सटर बन्द गर्छ यार हाम्रो गिफ्टरलाई उल्लु बनाउन पाइन्न यहाँ अब भगवानले दिएको छ त के गरौँ यसलाई के गर्न मिलेन सबैजनाको नसिबमा हुनु नि पर्यो नि भपो देख्छ छैन के गर्छन् बिचराहरू गाई 22 गाई भोला किन जाम्रेको कसैले त सोचेर होला साला मेरो घरमा त बुढीको त केही पनि छैन भन्न ठान्छ बुढी पीडित को छ नि यार सबै यतातिर आएर हाजिर हुनु यार बुढी पीडित को छ यार गाइस बुढी पीडित को हुनुहुन्छ यता आउनुहोस् त मैले भनेको समस्या लिएर को आउनु भएको छ यता आउनुहोस् गाई जर 22 हान्न भएमा कोमामा जान मात्र बाँकी छ गाइज अब आई वान्ट टु गो टु कोमा राइट नाउ गाइज वेयर इज द वे गाइस फुल हानौँ न यार जम्मा गाइज मलाई कोमामा जान मन लाग्छ गाइज कसैले मलाई बाटो देखाउनुहोस् त गाइज हाइब्रिड कसले हाइब्रिड भन्ने हाइब्रिड दिने के फेरि ए गाइज ट्रिपल छ यार पेल्दो यार छ्याट लास्ट हँसा यार हाइब्रिड रे गाइज अब हामी अन्तिममा छौँ ल अब सुतेर सिटअप हेर्न पर्छ गाइज त्यो हाइब्रिड भनेर यहाँ आउन गराउनु त हाइब्रिड गाइज कम अन ट्रिपल लेट्स गो खै केसको पोका हो गाइज बुस्टिङ ट्रिपल छ यार जति गिफ्टिङ हाले पनि पनिसिङ गर्ने बेला सटर बन्द गर्छ भनेर गिफ्टिङ गरेर पनि गर्न छोडे केटाहरूले यार गाइज जति गरे पनि पनिसिङ गर्ने बेलामा सटर बन्द गर्छ के गिफ्टिङ गर्ने हो भतुवाला भनेर नि बिचरा यार विकासी हो रे यार माकासम के हो के रे तपाईँको मान्छेहरू फेरि किन खल्टीमा हात हालेर बसे ट्याप ट्याप पनि भएन त तपाईँको ए भगवान लास्ट च्यालेन्ज गरे गाइज यार ओहो त्यहाँ पोइन्ट सक्यो तपाईँको भाइहरूको दाइहरूको अरिङ्गालको गोल हो रे धनमाया थोडा मन आया तो मन माया गरिदिनु न मन माया गरिदिनु न अरिङ्गालको गोल हो रे
उतापट्टि अरिङ्गालको गोरोले अरिङ्गाल गोलो ककडा डस्नियो ए गाइस बुस्टिङ फालेन हो रमाइलो भइरहेको छैन र यार 3300 भ्यूहरु अरे यार अरिङ्गाल गोलो रे कति हँसाको छ यार अलिक अरिङ्गालको गोलो रे के यहाँ हँसाको छ क्या गुन्डा बनेका रे मजाले ठोकाइ पाउनु भएको छ जस्तो लाग्यो त्यो अरिङ्गालको गोलोले मजाले टोके जस्तो लाग्यो मलाई दिनेश अरिङ्गालले मजाले टोकेर जस्तो लाग्यो तपाईँले मजाले टोके थियो रगतै चुस्ने गरी टोक्थ्यो थियो क्या हो तपाईँ अरिङ्गालले त मजाले चुस्दिन्छ नि फेरि हो अरिङ्गालको गोलो आयो भने त एकैचोटि मान्छे बेहोस हुने गरी कस्तो खुन पिदिन्छ प्यारी समझ गई झुसी छोडिदिन्छ झुसी हैन गाइस जर्सी गाईको नि हुन्न यस्तो रे गजब बेइज्जती है यत्रो त 10 जर्सी गाईको नि हुन्न रे कालो नुन खुर्सानी पिसेर ल्याउँछु नि भोकटे खान्छु रे कसले हो बर्थडे गोबडा जस्तो रहेछ बर्थडे गोबडा जस्तो कालो अरिङ्गालो खतरा हुन्छ ज्यान जोगाउनु अरे कसले भने यस्तो कुरा नगर कट्टु भिज्यो रे यहाँ भोगटेको कुरा गर्दा चाहिँ तपाईँको के कट्टु भिज्यो र ल लास्ट खेल्दा म जान्छु अब लास्ट एक गेम जाउँ ल गाइज मजा आने यार गाइज अलिकति फिल्म नै साथीहरु यार फैमिली शो रे कति हाँसे यार न हाँसौँ न यार गाइज फैमिली शो यार हामी रासौँ गाइज फैमिली शो गाइज आई एम सरी फैमिली शो त्यही मान्छे लुकी लुकी हेरिरहनु फेरि ए गाइज डान्स गरौँ लाग्यो गाइज यार कम अन जितम न गाइज 10 के लिम त गाइज 3200 भ्यूहरु जोसले भन्दा गाइज के ठुलो कुरो 10 के यार कम अन वी क्यान डु इट म्यान लाइभ सेयर गर गाइज गर्छ होला त हेर्नु त त्यहाँ अफ्रिकी गाई रे अफ्रिकी गाई गाई जो नेपाली हो नेपाली अफ्रिकी गाई अफ्रिकी गाई माया लागेर के गर्नु माया दोकानको सामान अरूले नै समातेपछि रे कसले समात्यो मुद्दा हालिदिन्छ है नभन्नु कसैले समातेको छैन यहाँ बुलेटको हेडलाइट गोली हल्लिएर खासे रे यार मेरो को मरवा के गाइस एक कास प्लिज हामी अन्तिममा छौं ल गाइस खेलो न गाइस फेलो गाइस गो फास्ट कम ऑन जोसिनो मान्छेले आज माछा पाएन कि क्या एउटा पनि माछा हानेन त गाइस कम ऑन My team will rise again. Guys, come on, triple guys, last game, okay? Guys, last game, please. Last game, please. Yes. Last time, जे पर्छ त जितेर guys हेर्ने हो ताको पनि लु. हत्तेरी यार. तपाईको मान्छेसँग त माछा त आज पकडेको रहेनछ आएर अब हेर्नु अब guys go. Guys, last time हान्नु पर्छ धोबी. उफ्रेको हेर्नेमा जिताउनु पर्छ. उफ्रेको हेर्ने कति हेर्ने केटी मान्छे भएर केटी मान्छेको हेर्ने ठ्याक त्यस्तो हुन्छ गाइज सक्यो गाइज यार बुस्टिङ सक्यो यार गाइज यार दाइ बुस्टिङ अगाडि अनि छ त उतापट्टिको बुस्टिङ भनेका टारले थाक मैले त्यो बुस्टिङ कुरो गरेन मैले ओखा तिनी कुरो त म गर्दै गर्न के अनि सुन त मेरो कुरो ठट्टेरी माथको बुस्टिङ त होला भन्दैन के जानी बिल्कुल यस्तो पनि आएछ नि कहाँ चल्छ पुतलीले काम तपाईको मान्छेले त आज पुतली लिएर आएछ तपाईलाई पुतली हानेको पुतलीले काम चल्दैन यहाँ माछा मछली चाहिन्छ मछली लास्ट च्यालेन्ज गरौ यार गाइस लास्ट च्यालेन्ज गरौ यो पुतली लभर को हो यो पुतली लभर पुतली हानेर हुन्छ माछा हान र मछली पुतली हानेपछि नि हुन्छ त नवीन जी बुस्टिङ परेको छ नवीन ब्रदर थ्यांक यू सो मच हजुर थ्यांक यू पोरी पुतली घुमाएर हुन्छ
बेबीको लाइटले पनि रोयो नाइट टाइम सुरु भन्यो अब बेबीको टाइम भएछ उता बेबीको लाइट गयो जस्तो छ